लाग्छ गगन थापा यहाँ चुनाव लड्न किन आउनु भयो होला? यो मधेसीलाई लुट्नलाई। मधेसीलाई लुट्नलाई त्यही पोखराबाट काठमाडौँ रेल छुकछुक होइन सुलुलु जाने सुलुलु हामी लान्छौँ। उहिलेका रेल छुकछुक गर्थे, अबको रेल सुलुलु जान्छ। पेरुङ काठमाडौँ, काठमाडौँ पोखरा, पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ भनेर। उवेलाका गफ नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। धेरै लामो समय छैन। 2 वर्ष अगाडि मजाक उडाएका थिए, अब 2 वर्ष पछि ती ठट्टा गर्ने मान्छे को हुन्? कसले गरायो सही सही। नबोल्नु न दाइ, नबोल्नु न तपाईँ, नबोल्नु न। थाहा छ मलाई सबैको। अर्कीको मुख देखेर हाँसो लाग्छ रजा। नेपाली राजनीतिमा आजको दिनमा बालेन शाह, रविलाल छाने र कुलमान घिसिङ तपाईँलाई मनपर्ने 3 जनामा 1 जनाको नाम लिँदा हर्क साम्पाङ मनपर्छ मलाई। हर्क साम्पाङ मलाई यो देशमा एकैजना मात्रै मान्छे मनपर्छ, हर्क साम्पाङ। उसको विचार महान देख्छु म के। बखान आफै गर्नु, आफै म पनि आफूले आफूलाई सर गर्दैलो कार्यक्रममा आउनु भएको हो। भित्र गएर साथीहरूले जता ल साथीहरूले जता ल त्यति आगो मरे। होइन भने 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। झन्डा बोकेर हिँड्यो पानी जहाज। अनि तपाईँ त्यो बेला त अनि 5 मिनट ढिलो भएको भएदेखि मार्ने रहेछन् भन्दै रोको एउटा भिडियो आइरहेको थियो। भिडियो देखाउँ हजुरलाई। यो फस गया सीएम त्यो पर्दैन। त्यो पर्दैन। त्यो भिडियो राम्रो लाग्यो लाइक शेयर सब्सक्राइब गरौँ, कमेन्ट गरौँ है त।